हेलो हेलो साथीहरू, आज मैले 2083 साल जेठ महिनाको 18 गते आज सोमबार चाहिँ मकवानपुर जिल्ला हेटौँडा स्थित चाहिँ फटाफट भनौँ न पानी परेको छ। यो पानी चाहिँ मलाई झरी भएको जस्तो महसुस भइरहेको छ, किनभने प्राय प्रत्येक दिनमा चाहिँ पानी आइरहेको हुन्छ नि। अनि खास गरी पानी भने बर्खा मौसम भनेको चाहिँ आषाढ साउन भदौ 3 महिना जनाइन्छन्, तर यसपालि चाहिँ चैत वैशाख जेठ पुरै प्राय चाहिँ प्रत्येक दिन चाहिँ पानी आइरहेको छ है। सायद यो मौसम भनेको चाहिँ अब यो अन्न बाली गर्नको निम्ति चाहिँ अन्त बेस्ट हो है। अनि पानी यति पराएको छ कि है, हामीले सोचेको भन्दा नि बढी पराएको छ। यसपालि चाहिँ हामीले जुन ड्रागन फार्ममा चाहिँ थोपो सिँचाइ गरेको थियो र त्यो थोपो सिँचाइ गरेको लगतै पानी पराएको छ र हामीले चाहिँ त्यहाँबाट चाहिँ पानी हाल्नु परेको छैन है। आकाशबाटै पानी चाहिँ पुग्दो आइरहेको छ, अझ बढी भइरहेको छ आजभोलि फेरि पानी। त्यो ड्रागनलाई धेरै पानी नपुगे नि नहुने, बढी भए पनि नहुने कि साथीहरू। हेर्नु पानी पर्दा चाहिँ हाम्रो फार्म चाहिँ यस्तो हुन्छ है, कस्तो दामी नेचुरल भ्यू के हाम्रो फार्म चाहिँ पुरै अर्ग्यानिक। अब आज चाहिँ बारीमा बन्द हो कि पानी परेको झरी परेपछि अब त्यो घाँस काट्न जानु नि हुँदैन, त्यो भित्र पस्न नि अब असजिलो हुन्छ। त्यही भएर नि आज छुट्टी हाम्रो। आज छुट्टीमा चाहिँ म तपाईँहरू माझमा चाहिँ होइन भिडियोहरू बनाएर है अपडेट गर्दै गर्छु है। तपाईँहरूको को मनपर्छ कृपया चाहिँ हेरिदिनु होला। हुन्छ प्रायःले हेर्नु भइरहेछ, नहेर्नु भएको पनि हेरिदिनु होला। पानी पर्दा पनि यस्तो छ है साथीहरू। नेचुरल आवाजमा है आकाश पनि खुसीले पुरा कराइरहेको छ के भन्छ, मेघ गर्जिरहेको छ कि साथीहरू आकाशमा चाहिँ है। तपाईँहरू नै होइन नेचुरल आवाज चाहिँ सुन्न सक्नुहुन्छ। मलाई आज पानी परेको कारणले चाहिँ होइन, मलाई चाहिँ झरी भएको चाहिँ फिल भइरहेको छ कि, जस्तै कि साउन भदौमा कि जुन गीत छ नि, साउने बादलको नाता बर्खे झरी जस्तै दिन र रात एक हुने सिन्दुरी साझा जस्तै भन सुन न हो साथीहरू। मलाई चाहिँ यही गीत याद आइरहेको छ। ल तपाईँहरूलाई चाहिँ कुन गीत याद आएको चाहिँ झरीमा, ल भन्नु है त कमेन्टमा। ओके साथीहरू, ह्याभ अ नाइस डे, बाई बाई। आजले म यहीँ टुङ्गाउँछु है त्यो भिडियो।